गुड इभिनिङ सर। भेरी गुड इभिनिङ सर, भेरी गुड इभिनिङ। बोलिए सर। सर, नेपालमा अब राष्ट्रपाको नयाँ सरकार आइसक्यो, बालेन शाह प्रधानमन्त्री बनिसक्नुभयो, यसमा तपाईँको धारणा के छ? अब देशले र जनताले चाहेको व्यक्ति अब ठाउँमा हुनुहुन्छ, प्रधानमन्त्री हुनुहुन्छ हाम्रो एकदम होइन, हृदयले नै चाहेको र हामीले परिवर्तन खोज्नको जे होस् भने जस्तो जनताले एकदमै गरेर ठाउँमा राखिदिनु भएको छ। अब यहाँभन्दा पछि उहाँको कामले दिनेछ के कस्तो छ भन्ने कुराहरू आउने दिनहरूमा र जे छ राम्रो छ। नयाँ फेसहरू एकदमै झलकार रूपमा होइन, आज चाहिँ हिजो शपथको भयो, आज चाहिँ अब आफ्नो आफ्नो पोस्ट ग्रहण गरेर आफ्नो ठाउँमा सिटमा बस्नु भएको छ। यहाँभन्दा पछि काम कस्तो गर्नुहुनेछ भन्ने कुरालाई मध्यनजर गरेका छौँ होइन। अनि बालेन शाहले यदि राम्रो काम गर्नु भएन भने तपाईँ के खबरदारी गर्नुहुन्छ? उहाँको विपक्षमा पनि खडा हुनुहुन्छ कि नै? एकदमै एकदमै हामीले राम्रो काम गर्नुहुन्छ भनेर उहाँलाई त्यहाँसम्म पुर्याएको। यदि राम्रो काम नगरेको खण्डमा उहाँहरूको लागि भोलि बिहान जनताले नै जसरी त्यहाँ पुऱ्याउनु भयो त्यसरी ठाउँमा फेरि रोडमा ल्याएर राखिदिन पनि सक्नुहुन्छ भन्ने कुरा हामीले उहाँलाई मध्यनजर गर्नु होला भनेर भनिरहेको छु। सबैभन्दा पहिला बालेन शाहले के गरिदिए हुन्थ्यो जस्तो लाग्छ तपाईँ? देशमा सुशासन एकदमै राम्रो सुशासन र सही ढङ्गले नीति नियम र रुल रेगुलेसन एकदमै होइन जुन तरिकाले चल्नुपर्छ त्यो चाहिँ सोसाइटी हर सोसाइटीदेखि लिएर सिटीदेखि लिएर गाउँदेखि लिएर हर सहरहरूमा एकदमै पोजिटिभ थिङ्किङले चल्यो भने इनफ छ राजा। बाँकी चाहिँ सबै अब मेहनत परिश्रम भन्ने कुरा सबैले गर्नु नै पर्छ। हामीले उहाँलाई हाम्रो चुलामा आएर भात बनाइदिनु होला, दाल बनाइदिनु होला, रासन पानी ल्याइदिनु होला भन्न खोजेको होइनौँ कि हाम्रो सोसाइटीलाई बेटर गरिदिनुहुन्छ भन्ने आशा छ। अनि अन्तिम सन्देश के छ तपाईँले? अन्तिम सन्देश शुभ दिन पारेर उहाँले एकदमै धेरै 12 बजेर यो तपाईँको टाइम पनि एकदमै खरो र खतिरो छ होइन। 12:34 1 2 3 4 को आँकडा छ अब त्यत्रो शङ्खहरू फुकेर उहाँको चाहिँ एकदम आज भइरहेको छ। यसको लागि धेरै धेरै अग्रिम शुभकामना बालनजीलाई यहीँदेखि। बाँकी फेरि भेट हुनुहुन्छ। ल, धन्यवाद। हस् सर।